Hello guys, welcome to my YouTube channel King Hamal. हेलो गाइस फुल पार्टीको शुभकामना अहिले चाहिँ अब केही दिनपछि अब दसैँ आएको छ गाइस। आज फुल पार्टी हो। आज चाहिँ देशको विभिन्न ठाउँहरूमा चाहिँ नयाँ नयाँ फिल्महरू चाहिँ रिलिज भइसकेको छ र अबको समयमा चाहिँ बलिदान पनि फिल्म आजदेखि रिलिज भइसकेको छ। म भोलि चाहिँ यो भिडियो मार्फत आज 13 गते भोलि 14 गते गाइस, म 14 गते चाहिँ म भोलि बलिदान फिल्म हेर्न जान्छु गाइस। बलिदान फिल्म हेर्न जानेमा चाहिँ तपाईँहरू चाहिँ पनि म लिएर जाने भएको छु गाइस। तपाईँ चाहिँ यो मेरो भिडियोमा चाहिँ इन्जोय गरिदिनुहोस् र लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् गाइस। म भोलि चाहिँ अब बलिदान फिल्म हेर्न जान्छु। हस्त यो गाइस आज चाहिँ जस्तै अभी मजा आएगा ना भिडो। अष्टमीमा चाहिँ काट्छु भनेर आज बेलुका लगभग 9 बजेको टिकट काटिसकेको छु गाइस। मिडटाउनमा 9 बजेको चाहिँ 12 गाउँको चाहिँ बलिदानको टिकट काटेको छु गाइस। अब जाने आएको छु। अब आएको छु मिलाम। अरे गाइस जस्तै हरि बिजो गइसक्यो गाइस। 9 बजेको टिकट काटिदिएको 8 बजेर 50 मिनट गइसक्यो गाइस। म गइसक्न आएको छु गाइस। म योभन्दा अगाडि छु। अब म तपाईँहरू चाहिँ ट्याक्क अब म फिल्महरूको भित्रमा मिच्छु जस्तै आज मलाई हतार भइसकेको छ गाइस। पेट्रोल आइसकेको गाइस। हेर्न सक्नुहुन्छ अस्ति नै आएको ठाउँमा आइसक्यो गाइस। कुन भन्दा ए हो कि बी हो? बी भइसकेको छ गाइस। ए त्यहाँ हेर अब कुनमा हो भने ए वान हो कि होइन गाइस। यो बलिदान फिल्म चाहिँ यहाँ सुरुमा आइसकेको छ। यहाँ एउटा विज्ञापन आएको छ। म तपाईँलाई चाहिँ सानसानो क्लिप गरी म यो भिडियो म देखाउँछु, बुझ्नु। मैले विलम्बका जनता सरकारको पुरै यहाँ गाइस एकछिन ब्रेक टाइम भएको छ। अब 10 बजिसकेको छ बेलुकाको। एकछिनमा चाहिँ आफूले जे किन्न मिलायो भने किन्न सकिन्छ। यो चाहिँ बेलुका खासै हलचल चाहिँ यति चाहिँ छैन है। अभी मजा आएगा ना भिडो। फाइनली गाइस फिल्म भ्याइएको छ। सबै उठे गइसके। लगभग 12 बजिसक्यो। 12 बजिसकेको छ गाइस। अनि 12 बजिसक्यो भ्यायो है गाइस। हेर्न आएको गाइस 12 बजिसक्यो। अब म त घर जान आएको है गाइस। आजको भएको यति नै। मन परेको कमेन्ट र सब्सक्राइब सेयर गर्नु। Thank you for watching video guys.